हामीले आइरहेको छु होइन भन्नु मैले भन्नु खोजेको चाहिँ हाम्रो चाहिँ अहिले हाम्रो पार्टीको हामीले त्यत्रो सङ्घर्ष गऱ्यौँ हामीले त्यतिसम्म गऱ्यौँ होइन त्यो आधारमा अलिकति भए पनि हाम्रै आधारले पनि आज सरकार बनेको छ होइन यो सरकारले चाहिँ एउटा के गरिदिनु पऱ्यो भनेदेखि होला उहाँहरूले गर्नुपर्ने देश बनाउनु पर्ने उहाँहरूले गर्नुपर्ने काम धेरै होला हामीले त्यसलाई त्यो बिचमा राखेर हामीले गर्नुहोस् भनेको छैनौँ तर एउटा कुरा चाहिँ के छानबिन गरिदिनु पऱ्यो भनेदेखि जुन आन्दोलनमा ल ठिक छ मान्छे मारिएको केस छ मान्छे मरेका केस होला लुटपाट चोरी डकैती भएका केस होलान् अब सरकारी हात हतियार चोरी भएका अब बेचबिखन भएका कुराहरू पनि आएको छन् त्यो कुरालाई एउटा ठाउँमा राखेर जुन सामान्य तोडफोड आयोजनी छ त्यो कुरालाई चाहिँ छानबिन गरेर हामीलाई चाहिँ अलिकति सान्त्वना हुने हिसाबले हामीलाई चाहिँ कसरी हुन्छ सरकारले चाहिँ पाखा लगाइदिएदेखि चाहिँ हामीले हाम्रो जिन्दगीलाई चाहिँ अगाडि बढाउनु पायो भने कुरा हो सुन्नु बारेमा बोलिदिने कोही पनि भएन अहिले